यो कबाडीमा दिँदाखेरि जम्मा 100-200 पनि दिँदैन थियो। अब यो 2000 भन्दा बढ्ता नै पाइयो, लगभग 3000 लगभग पाइयो यो मोबाइलको। अनि एकदम खुसी लाग्यो, एकदम खुसी लाग्यो, एकदम मोबाइल भने जस्तो राम्रो पाइयो, एकदम खुसी लाग्यो। के अरे जति सोचेको थियो यो पसललाई त्यो भन्दा बढ्ता पाएँ। आउनु होला एकदम राम्रो यो पसल, एकदम राम्रो विश्वासिलो घर पर्दो क्या, आउनु होला। ल हाम्रो श्रेष्ठ मोबाइल केयर दमकमा चाहिँ एक्सचेन्ज गर्नको लागि चाहिँ लखनपुर कमल 6 बाट हाम्रो दिदी आउनु भएको छ। त्यसैगरी हाम्रो यो श्रेष्ठ मोबाइल केयरको एक्सचेन्ज अफर चाहिँ कसरी थाहा पाउनु भयो भन्नुहुन्छ? यो के अरे राम्रो भन्न सबैतिर मोबाइल टिकटक हुँदै, सबैले फेसबुक हुँदै टिकटक हुँदैबाट थाहा पाएँ। थाहा पाएर अनि के रहेछ भनेर आउँदाखेरि के अरे यो राम्रो जति मैले सोचेको थिएँ त्योभन्दा बढ्ता मैले राम्रो पाएँ, खुसी लाग्यो। एक्सचेन्ज गरेर मोबाइल लगेँ, एकदम खुसी लाग्यो। यो अफरको बारेमा भनिदिनु हाम्रो कस्टमरलाई। अफर अब यो के अरे मोबाइल एक्सचेन्ज गरेकोमा अफर पर्ने रहेछ। अब के अरे सबैजना आउनु होला, यो अफर हुन्छ होला जस्तो मलाई पनि विश्वासै लाग्यो। आउनु होला। त्यसैगरी पुरानो फोनको रेट मूल्य के कसरी पाउनु भयो भनिदिनु होइन पाएँ मैले जति अहिले अब मोबाइलमा यो कबाडीमा दिँदाखेरि जम्मा 100-200 पनि दिँदैन थियो। अब यो 2000 भन्दा बढ्ता नै पाइयो, लगभग 3000 लगभग पाइयो यो मोबाइलको। अनि एकदम खुसी लाग्यो, एकदम खुसी लाग्यो, एकदम मोबाइल भने जस्तो राम्रो पाइयो, एकदम खुसी लाग्यो। के अरे जति सोचेको थियो यो पसललाई त्यो भन्दा बढ्ता पाएँ। जे कुरो के अरे भाइहरू जुन हुनुपर्ने जुन के अरे जुन सत्य भाइहरूले के अरे सत्य जुन रियालिटी जस्तो छ त्यस्तै तरिकाले बुझाउनु हुँदो रहेछ। पुरानो फोन मैले रिटर्न गर्दैन हैन, जस्तो मैले हजुर अरु फोनमा रिटर्न गर्दै पुरानो मोडलको थियो। त्यसैगरी उहाँले चाहिँ एक्सचेन्ज गरेर लिएर जाँदै हुन्छ हुन XCC। तपाईहरु पनि एक्सचेन्ज गर्न चाहनुहुन्छ भने हाम्रो श्रेष्ठ मोबाइल दमकलाई सम्झिदिनु होला है। हस् धन्यवाद। आउनु होला एकदम राम्रो यो पसल, एकदम राम्रो विश्वासिलो घर पर्दो क्या, आउनु होला।